जय देश जय नेपाल। हामी भन्छौँ देश विकास बाटोघाटो अस्पताल त्यही नै हो होइन। हाम्रो अनुसार चाहिँ देश विकास त्यही हो ठान्छौँ। किन होला है हामी यति मात्रै सानो कुरामा खुम्चिरहेको। देश विकास भनेको त रोजगारी हो त सबभन्दा पहिला। मसित हस्पिटल जाने पैसै छैन भनेपछि कसरी म हस्पिटल जाने? मसित एउटा बाइक चढ्ने पैसा छैन भने कसरी बाइक चढ्ने? किन बाटो चाहियो मलाई किन हस्पिटल चाहियो? मसित पैसै छैन, म कहाँबाट जाम हस्पिटल? विदेश जानेहरूले त राम्रो कमाउनुहुन्छ होला, त्यो फरक छ कुरा। रोजगार गर्न जानुभएको विदेश सबैलाई सम्मान छ। विदेश जानेहरूले राम्रै कमाउनुहुन्छ होला, त्यो फरक कुरो छ। तर त्यो इन्डिया जाने मान्छे, नेपालमा रोजगार नपाएर इन्डिया जाने मान्छे 16,000 नेपाल इन्डियन भारू 10,000 खानालाई त्यो केदारनाथमा यत्रो 1 कुन्टल भारी बोकिरहेको हुन्छ। तिनीहरूले चाहिँ के गर्ने त? नपढेकाले चाहिँ देशमा बाँच्नै नपाउने हो त? मर्नै पर्ने हो त हामी जस्ता मान्छेले? पढ्न सकिएन, दिमाग पुगेन, के गरौँ त? अब भारी बोकिया छु, अब म बिरामी भए भारी बोक्दा अब के गर्ने त? मसित पैसै छैन हस्पिटल जान। अब तपाईहरुले भन्नुहुन्छ सरकारी हस्पिटल छ त भन्नुहुन्छ। सरकारी हस्पिटलमा नि जाँदाखेरि कम्तीमा नि हस्पिटल जान त चाहियो त पैसा। हस्पिटल जानु पर्यो, के रोग लाग्छ के चेक गर्ने, सरकारीमा त फ्रीमा गर्दैन होला, त्यो पनि फरक हो। त्यो चीज होइन र। अब बिमा भन्नुहुन्छ होला, बिमा पनि कहाँ गर्ने? म बल्ल 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 कमाउँछु 16,000। 16,000 मा घर भाडा तिरम कि म हस्पिटल जाउँ कि रासन पानी खाउँ कि कसरी बाँच्ने त? त्यो होइन र। हो नि, मलाई वास्तवमा भन्दा मलाई बाटोघाटोको चाहिँदैन। मलाई दियोस् न तलब, म दुःख गरेको अनुसार दियोस् तलब। छैन देशमा, त्यो हो नि त, होइन र। त्यसलाई विकास भनिदैन। त्यो बाटोघाटो अस्पताल बनाएर त्यो युजलेस छ म जस्तो गरिब मान्छेका लागि। जय देश जय नेपाल।